कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका 4 को बाँसपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कार्यालयका कर्मचारीहरूले फालिदिएका हुन्। पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविका चलाउँदै आउनु भएको थियो। तर डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले धामीले सडक छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भिरबाट फालेका हुन्। धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसालिदिएको बताएकी छिन्। डिभिजन वन कार्यालय कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको छ। उता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरीले भने पटक पटक हटाउन ताकेता गर्दा नमानेको दावी गर्दै हटाउने क्रममा कर्मचारीलाई गाली गलौज गरेपछि उक्त स्थिति सिर्जना भएको दावी गर्नुभएको छ। ठाकुरले टेम्पो चलाउन मिल्ने खालको नभई पुरानो भएको बताउनुभयो। डिभिजन वन कार्यालयले अहिलेसम्म राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका 47 संरचना भत्काएको जनाएको छ।